या यस्तै छ लाइफ कसले बुझ्छ र हिँडिरहेको छु लखर लखर थाहा छैन जाने कहाँ हो बाटो नै नभएको ठाउँमा पनि हिँडी थाकिसकेँ म चेक कति कुराहरू मनमा छ तर व्यक्त गर्न सक्दैन आज अर्कै पागलपन्थी बनी देखाइरहेको छ किन हो र आज म भित्र के छ र मलाई मात्र थाहा छ कोही हेर्ने दृष्टि तेरो गलत छ तर मेरो सोच सबैको बारेमा राम्रो लाग्छ किन हो र मैले हार खानु आफैसँग जितेर नि हिँड्न सक्छु मैले कति मेहनत गर्नु छ र अझै बाँकी छ त टाइम आउन दिन अझै पनि हुन सक्छ कति कुराले मन भिन्न बाचा आज माया त हुँदैन आशा मात्र रहेछ कति कुराहरू बुझाउनु खै तिमीले बुझेनौ आज एक्लै छाडी गयो मलाई यस्तै लाइफ यस्तै बसिरहेको छु म त तोप तान्दै बसिरहेको आफ्नो तालमा चल्दैन कसैको आफतमा check कति कुराहरू व्यक्त गरौँ तिमीलाई आज सुन्ने मान्छे कोही भएको छैन मेरो भाइ तै मात्र छस् आज मेरो कुरा सुन्ने किन आँटिन्छस् बस्न राम्रोसँग बस आज दाइसँग बसेर राम्रो कुरा सिक आज राम्रो कुरा सिकेपछि जित मुजी तँलाई थाहा छैन घटिया हो सोच तर घटिया सोच राख्ने होइन कसम आज पनि मर्दिन खै कस्तो लाग्छ आफ्नो जिन्दगीमा बाँच्दिन सोचेको पुरा हुन सक्दैन त्यही पनि कोसिस गर्दै हिँडिरहेको छु म धेरै कुराहरू बाँकी छ कसरी व्यक्त गरौँ तिमीलाई कसरी बुझ खै तिमीलाई अझै कुराहरू जिन्दगीमा अझै गर्नु बाँकी छ हसलहरू किन जानु पर्यो र मलाई अरूको पसल मैले आफ्नै खोल्न सक्छु मैले राम्रो काम गरेँ हसल कति गाह्रो हुन्छ थाहा छैन कसैलाई अँध्यारो कोठामा जहिले बस्थेँ म त एक्लै तोप तान्दै रमाइलो लाग्ने आहा कति रमाइलो त्यो दिन लाग्थ्यो मलाई साथीभाइसँग हामी बस्थ्यौँ कति राम्रोसँग तोप हान्ने कति राम्रो दिनहरू कति राम्रो दिन भन्दा गइसक्यो हाम्रो पनि दिन गइसक्यो धेरै कुरा भन्न सक्दैन भाइ त्यही पनि राम्रो कुरा गरेर जाइज यता आफूलाई कहिले कमजोर ठान तेरो अगाडि आफैले बुझेपछि सबै गर्न सक्छस् सबै कुराहरू बाँकी छ अझै कुराहरू सोच्दा म त पागल भए कति कुराहरूले बाँकी छ चेक